आज चाहिँ म यो जापानमा चाहिँ 24 घण्टा उपलब्ध हुने रक्सीहरू तपाईँलाई देखाउन जाँदैछु। यो चाहिँ जापानमा 24 घण्टा उपलब्ध हुने थोरै सानो कुनामा राखेको हुन्छ, कुनामा अथवा पसलको साइडमा। यो भनेको चाहिँ इमर्जेन्सी जति बेला पनि जापानिजहरूलाई रक्सी खान मन लाग्यो अथवा फरेनर जो भयो भने रक्सी खान मन लाग्यो भने चाहिँ अब 24 आवर त रक्सीको ठुल्ठुलो स्टोरहरू होलसेल पसलहरू खुल्ला हुँदैन। कति बेला चाहिँ अब कुनै 8 बजी बेलुका, कुनै 10 बजी बेलुका भएपछि बन्द हुन्छ। बिहान पनि 8 बजी 10 बजी खुल्ने पसलहरू धेरै हुन्छन्। अनि अब रातभरि रक्सी खान मन लाग्यो भने त अब पाइँदैन। त्यही भएर पसलमा 24 घण्टा उपलब्ध हुन्छ। त्यही भएर थोरै सानो ठाउँमा अनि यसरी राखिदिएको हुन्छ। यसमा चाहिँ सबै आइटमको रक्सीहरू हुन्छ। अब यहाँनिर अब जापानिजहरूलाई चाहिँ रक्सी लगभग हामीले चिया खाए जस्तै हो होइन। अब फरेनरहरू विदेशीहरू पनि रक्सी नै खान्छन्। अब जापानमा टुरिस्टहरू पनि धेरै हुन्छ। यसरी अब यहाँनिर ड्रिङ्क्सहरू यहाँ राखिदिएको छ। अनि त्यस पछाडि अब तल्लो फ्लोरमा यो अब अरू त्यसको रक्सीहरू पनि छ, यसरी राखिदिएको छ होइन। अनि यो तलको योहरू चाहिँ तपाईँको यो फ्रुटीको बट्टा जस्तो भनेको र यिनीहरू भनेको चाहिँ यो सबै जापानकै लोकल रक्सी हो, सब ब्रान्डिङ गरेको हो। अनि यो पनि तपाईँको यो देखिएको यो सबै लोकल रक्सीहरू हो। यो सबै यो पनि ब्रान्डिङ गरेको हो। नेपालमा चाहिँ अब कोदोको यताउता हुन्छ तर ब्रान्डिङ छैन नेपालमा। भर्खर सिस्टम अलिअलि हुँदैछ। अनि तलतिरपट्टि यहाँनिर वाइनहरू पनि राखिदिएको छ। यसरी अब के चाहियो आफूलाई, अब यो 24 घण्टा यति पाएछ त मान्छेलाई ठाउँ लागेको गाह्रो त भएन नि त। त्यसले गर्दाखेरि यसरी राखिदिएको हुन्छ। अब यो खासै त्यत्रो महँगो त छैन। यो भनेर 1678 हो। यो त्यस्तो खासै महँगो छैन, 390देखि लिएर अब यता वाइनहरू पनि छ। यो भइहाल्यो सबै। यस्तो चाहिँ पनि वाइनहरू खासै महँगो छैन। अरू अनि होलसेलहरू पसलमा भन्दा चाहिँ थोरै महँगो हुन्छ, किनभने अब 24 घण्टा उपलब्ध पनि भयो। अनि अब 24 घण्टा अनि अब सानो पसलमा यसरी सेवा दिएपछि थोरै त महँगो भइहाल्छ। यो लोकल रक्सीहरू हो। यो सबै यसो पनि खासै महँगो छैन। 164 रुपियाँ, 186 रुपियाँ त्यस्तै छ। अनि यता पनि छ। यता यो चाहिँ अलिकति महँगो रहेछ। निक्का भन्ने यो चाहिँ 1265 सानो रहेछ। यो पनि महँगै रहेछ, 1078। अनि यता भनेको खासै छैन। अनि यता माथि यो 1832 को रहेछ। यो चाहिँ अरू लगभगमा रेड लेभल चाहिँ यो फुचे रेड लेभल रहेछ। यो 650 पेन्टुन रेड लेभलको। यो चाहिँ अलिकति महँगो रहेछ, 7700 को रहेछ। यो चाहिँ माल्ट भन्ने रहेछ। अनि त्यस पछाडि 1755 को रहेछ, नन चिल्ली भन्ने सानो हेर्दा चिटिका छ। अनि यहाँ रहेछ 1001 को ज्याक डेनियल भन्ने। अनि यहाँ 2600 को रहेछ एउटा पर्फ्युम जस्तो नोजावा जिन भन्ने रहेछ। यो अलिकति महँगो रहेछ, सानो छ यत्रो, 2600 रहेछ। अनि यो चाहिँ जापानकै हो। फेरि यो लोकलै जस्तो लोकलै हो। यो पनि लोकलै हो, के अरे त्यसरी ब्रान्डिङ गरेको छ यसरी। यो पनि एउटा इन्फर्मेटिभ भिडियो भनेर मैले जस्ता आज ब्रेक टाइममा बनाएको। यो पनि मैले यो अनुमति लिएर बनाएको। फेरि जतासुकै जे पाएँ त्यही गरेर भिडियो खिच्नु पनि पाइँदैन। अनि एकचोटि चस्सा बनाउँछु ल भनेको थिएँ मैले ओनरलाई, बनायो भनेको थिएँ। त्यही भएर मैले अरू केही भिडियोहरू आएको छैन। पसलको यति नै हो, सानो कुनामा छ। अब यता अरूतिर भन्छ यता पनि राखेको हुन्छ। यता चाहिँ अब यो धेरै खालको रक्सीहरू छ यिनीहरू। यस्तो हुन्छ है। यो पनि एउटा इन्फर्मेटिभ भिडियो भएको कारणले यो चाहिँ 24 घण्टा जति बेला पनि पायो। त्यही भएर थोरै महँगो तर सानो कुनामा सर्र पारेर 1 2 3 4 5 6 स्टेपमा रहेछ। अनि यहाँनिर चाहिँ तपाईँको अन्डर 20ले चाहिँ किन्न पाउँदैन जापानमा। त्यही भएर यहाँ लेखिदिएको पनि राखेको, जापानिजमा पनि लेखेको छ, यहाँ इङ्ग्लिसमा पनि लेखिदिएको छ। फरेनरहरू धेरै हुन्छन् जापानमा, त्यही भएर पनि खाएपछि गाडी चलाउन पाइँदैन। यताउता अब गाह्रो छ। यता पनि छ, जतासुकै लेखिदिएको छ। यहाँ माथि पनि लेखिदिएको छ 20 वर्षभन्दा उँधोले चाहिँ पाउँदैन भनेर। यो पनि एउटा इन्फर्मेटिभ भिडियो भएर हजुरहरूलाई मैले एउटा भिडियो बनाएँ। हस्त धन्यवाद।